चुनावी माहौल बनाऊ, राज्यलाई चुनाव गर्नका लागि सहयोग गरौँ। अहिले यो जेनजीको आन्दोलन पश्चात जेनजीको नाउँमा भद्र 23 र 24 गते राष्ट्रको सम्पत्ति र व्यक्तिको सम्पत्तिमा आगजनी र तोडफोड गर्ने विभिन्न जेनजीका अगुवाहरू, जेनजी युवाहरूलाई नेपाल सरकार विशेष गरी गृहमन्त्रीको मातहतमा रहने विभिन्न निकायहरूले कारबाहीको दायरामा ल्याउने भनेर एउटा पहल गरेको छ र काम कार्य पनि सुरु गरेको छ। यो एकदम सकारात्मक छ। तर यो बीचमा नेपाली जनता र जेनजी युवाहरूले आगजनी र तोडफोड गर्ने जेनजी युवाहरूलाई चाहिँ पक्राउने, तर भाद्र 23 गते ताकी गोली हान्न आदेश दिने व्यक्तिलाई चाहिँ किन नपक्राउने भनेर गम्भीर प्रश्न उठाएको हामीले देखिरहेका छौँ। तर साथीहरू, मलाई यो विषयमा के लाग्छ भने यो जुन छानबिन समिति बनेको छ, यो छानबिन समितिले अब लगभग आफ्नो कार्य सम्पन्न गरेर आफ्नो प्रतिवेदन बुझाउँदैछ। अब केही समयपछि यो प्रतिवेदन आएपछि त्यहाँ अनुसन्धान भएको छ, यदि वास्तवमै ती व्यक्तिले ताकी गोली हान्न आदेश दिएका हुन् भने उक्त व्यक्तिलाई त्यो प्रतिवेदनको आधारमा पक्राउने र कानुनी दायरामा ल्याउने सरकारले एउटा रणनीति गरेको छ जस्तो मलाई लाग्छ। यदि त्यस्तो गरेको हो, त्यस्तो पहल गरेको हो, त्यस्तो सोचमा सरकार छ भने यो एकदम सकारात्मक हो। साथीहरू, हामीले के कुरा बुझ्नुपर्छ भने आवेशमा कुनै पनि व्यक्तिलाई अहिले नै भनेको भरमा पक्रिने हो भने यो पनि गैर कानुनी पक्राउ हुन्छ। त्यसैले प्रमाण पुगेपछि, अनुसन्धान गरेपछि, प्रतिवेदन आइसकेपछि ठोस प्रमाणले उक्त व्यक्तिलाई कसुर अथवा अपराधी ठहराउँछ भने त्यस्तो प्रमाण प्राप्त गरेपछि पक्राउ गरियो भने अपराधीले पनि सजाय पाउँछ र जो अन्यायमा परेको छ त्यो व्यक्तिले पनि न्याय भएको महसुस गर्छ। त्यसैले हामी दिगो सोच राखौँ। सरकारले पक्कै पनि राम्रो कदम चाल्छ। लुटपाट, आगजनी, तोडफोड गर्ने व्यक्ति मात्र होइन, भाद्र 23 गते जो कोही व्यक्तिले पनि गैर कानुनी काम गर्छ र ताकी गोली हान्न आदेश दिएको छ त्यस्ता व्यक्तिलाई पनि सरकारले आफ्नो नियन्त्रणमा ल्याउँछ भन्ने आशा गरौँ। सकारात्मक सोचौँ, अगाडि बढौँ र चुनावी माहौल बनाऊ, राज्यलाई चुनाव गर्नका लागि सहयोग गरौँ है त।